Let's make दामी सुकुटीको अचार टुगेदर। सो हेलो नमस्ते एभ्रिवान, तपाईहरुले मेरो भिडियोमा स्वागत छ। आजको चाहिँ रेसिपी भिडियो हो सुकुटीको अचार। त्यसको लागि सबैभन्दा पहिला सुकुटी लिनुहोस्। मैले चाहिँ बफ सुकुटी लिएको छु। त्यसलाई चाहिँ यसरी तातो पानीमा भिजाएर मज्जाले साइडमा राख्ने अनि जिन्जर गार्लिकलाई पनि मज्जाले छिरेर त्यसलाई लामो लामो काटेर साइडमा राखिदिने। त्यो बाद भिजाको सुकुटीलाई हल्दी र नुनमा हालेर मज्जाले 15 to 20 मिनेट्सको लागि बोइल गर्नु राख्नुपर्छ। त्यो बाद एउटा तवामा सेसेमी सीड र रेड चिलीलाई पनि मज्जाले रोस्ट गरेर साइडमा राख्ने। हाम्रो सुकुटी पनि अलमोस्ट रेडी भयो। अनि चाहिँ एउटा प्यानमा अजवाइन, सौफ, कोरिएन्डर सीड्स, मस्टर्ड सीड्स, अलिकति मेथी, ब्ल्याक पेपर, स्टार मसाला, सिनेमन र सुक्खा खोर्सानीलाई रोस्ट गरेर सेलाउनुको लागि साइडमा राख्ने। सेलाएपछि चाहिँ त्यसलाई हामीले ग्राइन्ड गर्नुपर्छ। सुकुटीलाई आफ्नो मनपर्ने पिसमा मज्जाले काटेर मस्टर्ड ओइलमा फ्राई गर्नु राखिदिने। त्यो बाद त्यसमै नै काटेको जिन्जर गार्लिक, जिरा पाउडर, रेड चिली पाउडर, जिन्जर गार्लिक पेस्ट र भेनिगर हालेर एकछिन पकाउनुपर्छ। अलिकति पाकिसकेपछि त्यसमा चाहिँ सेसेमी सीड हाल्नुपर्छ। तपाईको बफ सुकुटीको अचार रेडी भयो। यसलाई चाहिँ मज्जाले एयरटाइट कन्टेनरमा स्टोर गरेर 1-2 हप्तासम्म चाहिँ मज्जाले खानु सक्नुहुन्छ है त। आजको भिडियो यति नै हो। तपाईलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक, शेयर र कमेन्ट गर्नुहोस्। अनि म अझै राम्रो भिडियो लिएर आउँछु है त। सो बाई बाई, सी यू इन द नेक्स्ट भिडियो। धेरै धेरै माया र सम्झना। लट्स अफ लभ।